आउँछु बस्छु खान्छु सुत्छु आफ्नै आफ्नै काम गर्छु म अबदेखिबाट। अब कहिले सकिनु आँट्यो इन्टर्न गर्छु नि त्यसपछि म पनि बिगो छोडी छोडिदिन्छु आउँदिनँ बिगो सब चिज छोडिदिन्छु। तर इन्टर्न गर्ने पो कहिले हो फेरि त्यो पो छ त फेरि चिन्ता इन्टर्नको नगर्दा जबसम्म खुल्दुल खुल्दुल हुन्छ के गरौँ गरौँ हुन्छ चलाउनु मन लाउँछ होइन ए रिस उठ्ने अनि अनि वेलकम ब्याक चाहिँ हो। अनि त्यो नगर्दा जेलसम्म त कहाँ जाम हुन्छ नि त अनि मोबाइल हेरिराख्न मन लाग्छ अनि त्यही भएर त्यो लाइक क्लास अब त्यो सिक्न हिँडिसकेपछि त अनि अब फोन हेर्ने फुर्सद हुँदैन नि त। त्यही भएर ए भगवान् चाँडै होस् भनेछु म त। इन्टर्न नगर्दा भएर तपाईँ फेरि बिगो हेर्नै पर्यो छोड्छु भने पनि। तर म अरू काम गर्दिनँ एप्सबाट नै पैसा कमाउँछु। त्यो चाहिँ भएको कुरा जम्मा नि गरेको थिएँ मैले कमाएर। प्रगति चाहिँ गर्छु अलिकति केही नभए पनि। कहाँ गरे अब प्रगति फेरि थाहा पनि छैन छ्या, ए गाह्रो छ सबले हेर्छ मलाई म त रुन मन लागिसक्यो। सबले हेर्छ लिम्बू मलाई सबले हेर्छ साथीभाइको नाममा कलङ्क सम्झना गाह्रो छ। माया मर्दिन तिमीलाई छाड्दिन म सबले म सज भएको फाइदा उठाउँछन् म इनोसेन्ट भएको। गाह्रो छ मलाई तर म त्यस्तो छैन भन्छु हुँदिनँ भन्छु सक्दिनँ क्या अनि त्यही भएर दुःख पाउँछु म। लिम्बू के गर्दै ल भन्नु अब हजुर के गर्नुहुँदैछ कले कले अले कसले नि होइन म त आफैलाई दोष दिन्छु मै त्यस्तै भएर सबमा ट्रस्ट छिटो गर्ने खालको भएर म ड्युटी जाँदैछु। अलि बेसी छिटो आस त नभनौँ आस त लाउँदैन विश्वास गर्ने खालको चाहिँ छु भएर दुःख पाएको। कपडा त फेरि म यस्तो दामी फटाउँछु नि यस्तो हेर्दा पनि वाउ म बसेको अपार्टमेन्ट ठेक्ककै म बसेको जहाँ सेल गर्नु बस्थेँ नि कपडा पसल होइन पुरै खुल्ला कपडा हुन्थ्यो क्या अनि पटाउँदाखेरि यस्तो मिलाएर राख्थेँ मैले ऱ्याकमा यस्तो हेर्दा पनि वाउ कस्तो राम्रो मिलाएको यति चाहिँ सक्छु फेरि मिलाउनलाई यस्तो दामी मिलाइदिन्छु नि एउटा कपडा बाहिरभित्र हुँदैन जस्तो कपडा पनि मिलाइराखिदिन्छु एकदम त राम्रो मिलाउँछु म। त्यही काम बाँकी छ भोइस अफ नेपाल गएर वा आइडल दिनु त कहाँ छ नानी ढोका त्यता छ जानुहोस् ल अझै बेसी प्र्याक्टिस गरेर आउनुहोस् भन्छ मलाई त सिधै गर्छु म अबदेखिबाट। अब कहिले सकिनु आँट्यो इन्टर्न गर्छु नि त्यसपछि म पनि बिगो छोडिदिन्छु आउँदिनँ बिगो सब चिज छोडिदिन्छु। तर इन्टर्न गर्ने पो कहिले हो फेरि त्यो पो छ त फेरि चिन्ता इन्टर्नको नगर्दा जबसम्म खुल्दुल खुल्दुल हुन्छ के गरौँ गरौँ हुन्छ चलाउनु मन लाउँछ होइन ए रिस उठ्ने अनि अनि वेलकम ब्याक चाहिँ हो। अनि त्यो नगर्दा जेलसम्म त कहाँ जाम हुन्छ नि त अनि मोबाइल हेरिराख्न मन लाग्छ अनि त्यही भएर त्यो लाइक
क्लास अब त्यो सिक्न हिँडिसकेपछि त अनि अब फोन हेर्ने फुर्सद हुँदैन नि त। त्यही भएर ए भगवान् चाँडै होस् भनेछु म त। इन्टर नगर्दा भएर तपाईँ फेरि बिगो हेर्नै पर्यो छोड्छु भने पनि। तर म अरू काम गर्दिनँ, एप्सबाट नै पैसा कमाउँछु। त्यो चाहिँ भएको कुरा जम्मा नि गरेको थिएँ मैले कमाएर। प्रगति चाहिँ गर्छु अलिकति केही नभए पनि। कहाँ गरे अब प्रगति फेरि थाहा पनि छैन। छ्या, गाह्रो छ। सबले हेप्छ मलाई, म त रुन मन लागिसक्यो। सबले हेप्छ लिम्बू मलाई, सबले हेप्छ। साथीभाइको नाममा कलङ्क हान्छ सम्झना। गाह्रो छ। माया मर्दिन तिमीलाई छाड्दिन। म सबले म सज भएको फाइदा उठाउँछन्। म इनोसेन्ट भएको। गाह्रो छ मलाई, तर म त्यस्तो छैन भन्छु, हुँदिन भन्छु, सक्दिनँ क्या। अनि त्यही भएर दुःख पाउँछु म। लिम्बू के गर्दै ल भन्नु अब हजुर, के गर्नुहुँदैछ? कले कले अले कसले नि होइन, म त आफैलाई दोष दिन्छु, मै त्यस्तै भएर हो। सबमा ट्रस्ट छिटो गर्ने खालको भएर हो म। ड्युटी जाँदैछु। अलि बेसी छिटो। आस त नभनौँ, आस त लाउँदैन, विश्वास गर्ने। यस्तो हेर्दा पनि वाउ, म बसेको अपार्टमेन्ट ठेक्ककै म बसेको जहाँ म सेल गर्नु बस्थेँ नि कपडा पसल होइन, पुरै खुल्ला कपडा हुन्थ्यो क्या। अनि पटाउँदाखेरि यस्तो मिलाएर राख्थेँ मैले ऱ्याकमा। यस्तो हेर्दा पनि वाउ कस्तो राम्रो मिलाएको। यति चाहिँ सक्छु फेरि मिलाउनुलाई, यस्तो दामी मिलाइदिन्छु नि। एउटा कपडा बाहिरभित्र हुँदैन, जस्तो कपडा पनि मिलाइराखिदिन्छु। एकदम त राम्रो मिलाउँछु म। त्यही काम बाँकी छ। भोइस अफ नेपाल गएर वाउ आइडल दिनु त कहाँ छ नानी, ढोका त्यता छ, जानुहोस् ल। अझै बेसी